们有能力，也有信心，我们要进入世界500强。सन् 1995 मा तियान्जिन तियान्सी इकोनोमिक डेभलपमेन्ट कम्पनी लिमिटेड तथा तियान्जिन तियान्सी बायोलोजिकल इन्जिनियरिङ कम्पनी लिमिटेडको पृष्ठभूमिमा स्थापित तियान्सी ग्रुप एउटा बहुऔद्योगिक तथा बहुराष्ट्रिय कम्पनी हो, जसको मुख्य उद्योग स्वास्थ्य सम्बन्धी उत्पादनसँग सम्बन्धित छ। साथसाथै धेरै अन्य उद्योग जुन विज्ञान, निर्माण, कारोबार, जग्गा जमिन, शिक्षा, संस्कृति तथा परिवहनसँग सम्बन्धित छ र यो सबै पारस्परिक रूपबाट विकासतर्फ अग्रसर छन्। यस ग्रुपको मुख्यालय बेजिङ हेन्डरसन सेन्टरमा अवस्थित छ, जबकि उत्पादन कार्य तियान्जिङ न्यू टेक्नोलोजिकल एन्टरप्राइजेस कम्पाउन्डको वर्किङ डेभलपमेन्ट जोनमा हुने गर्दछ। बढ्दो बजारको मागलाई ध्यानमा राख्दै तियान्सीले लगातार रूपमा आफ्नो क्षमतालाई विस्तार गर्ने क्रममा यसले स्वास्थ्य सम्बन्धी औद्योगिक पार्कलाई सन् 2006 देखि निर्माण कार्य सुरु गरेको छ, जसको निर्माण कार्य सन् 2008 मा सम्पन्न हुनेछ। उद्योगलाई नेतृत्व गर्नको लागि यो औद्योगिक पार्क आधुनिकीकरण, बहुउपयोगी, बुद्धिमत्तापूर्ण र वातावरणीय संरक्षणका साथ अत्याधुनिक आर्किटेक्चरल स्टाइलबाट निर्माण गरिएको छ। 5000 वर्ष पुरानो पारम्परिक चिनिया चिकित्सा दर्शनका कुराहरूलाई अपनाउँदै उपलब्ध सबैभन्दा जटिल बायोटेक्नोलोजीको आधारमा तियान्सी ग्रुपले सफलतापूर्वक क्याल्सियम, स्वास्थ्य सम्बन्धी उत्पादनहरू र स्वास्थ्य सम्बन्धी मेसिनहरूको प्रसार, घरैसी सामग्रीहरू, सौन्दर्य सामग्रीहरूका साथसाथै सैकडौं प्रकारका स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरूको श्रृङ्खलालाई सुरु गरेको छ, जसलाई तियान्सी ग्रुपले तयार पारेको एक अद्भुत बिजनेस मोडल प्रत्यक्ष बिक्रीको सुपरमार्केटको माध्यमबाट आफ्ना विशिष्ट तियान्सी उत्पादनहरूलाई पुरै संसारमा सफलतापूर्वक बिक्री वितरण गरिरहेको छ। तियान्सीको अस्तित्व वस्तुको गुणस्तरमा निहित छ। वस्तुहरूको उत्तम गुणस्तरको आफ्नो वचनलाई ध्यानमा राख्दै तियान्सीले जर्मनी, अमेरिका, इटाली, इङ्ल्यान्ड इत्यादि देशहरूबाट मगाइएका उत्कृष्ट तथा विकसित औषधि निर्माण गर्ने मेसिनहरूमा अत्याधिक रूपमा लगानी गरेको छ। सबै तहमा उत्पादन कार्य अन्तर्राष्ट्रिय स्तरको स्ट्यान्डर्ड अन्तर्गत गर्ने गरिन्छ। उत्पादन कार्य उत्कृष्ट छन् तथा गुणस्तर नियन्त्रकको मानक अन्तर्राष्ट्रिय स्तरका छन्। नोभेम्बर 1979 मा सीओसी द्वारा ISO 9002 गुणस्तर नियन्त्रक प्रमाणपत्र प्राप्त गर्ने आफ्ना समकक्षी कम्पनीहरूमा तियान्सी ग्रुप सबैभन्दा प्रथममा थियो। आफ्ना उत्कृष्ट उत्पादनहरूका लागि तियान्सीले अमेरिकाको HACCP जस्ता अन्य थुप्रै पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसकेको छ। तियान्सीका केही उत्पादनहरू अमेरिकाको FDA द्वारा प्रमाणित छन्। तियान्सीले HACCP प्रमाणपत्रको लागि आवेदन गरेको र प्रथम तहको कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नको लागि यसलाई प्राप्त गरेकोमा म तियान्सीलाई प्रशंसा गर्दछु। तियान्जिनको सरकारले तियान्सीलाई आफ्नो सम्पूर्ण सहयोग गर्नेछ। तियान्सी स्वास्थ्य सम्बन्धी उत्पादनहरू चिनिया नागरिकहरूको स्वास्थ्यको खजाना हो, जसको कारणले न कि केवल स्थानीय व्यक्तिहरू बरु अन्तर्राष्ट्रिय समुदायबाट पनि समान रूपमा प्रशंसा गरिएको तथा अपनाइएको छ। तियान्सीको नीति निर्देशनको मूलमा पूर्व नियोजित रूपमा मार्केटिङ प्रवृत्तिहरूलाई बुझ्नु तथा विकासरत हुनु, एक अर्कासँग जोडिएका पसलहरू तथा सुपरमार्केटहरूको जस्तो व्यापारको पद्धतिलाई अपनाएर तियान्सीले आज पुरै चीनभरि 1800 भन्दा बढी फ्रेन्चाइजीहरू खोलिसकेको छ। तियान्सीको आवाज आज चीनको हरेक कुनामा घन्किरहेको छ। प्रेसिडेन्ट लीले भन्नुभयो, स्वास्थ्य सम्बन्धी उद्योगलाई छन्नको पछाडि हाम्रो कारण जीवनप्रतिको असीम प्रेमले गर्दा हो। उच्च स्तरको प्रबन्धनले नै उच्च स्तरको उद्योगलाई चलाउन सक्दछ। तियान्सी ग्रुपद्वारा उत्पादित प्रत्येक उत्पादन यसको वैज्ञानिक प्रबन्धनको बाटो भएर आउँदछ। उन्नत लजिस्टिक तियान्सीलाई सम्पूर्ण बजारसँग जोड्ने गर्दछ। स्तरीय सिकाइ, प्रशिक्षण र ज्ञान व्यवस्थापनलाई तियान्सी समूहमा विस्तृत रूपमा अपनाइएको छ। एकीकृत तथा प्रमाणित शिक्षा व्यवस्थालाई विश्वका 10 प्रमुख क्षेत्रहरूमा फैलाइएको छ। तियान्सीले उत्कृष्ट शोध व्यवस्थापन र आफ्ना क्षमतालाई अझै बढी प्रभावकारी बनाउनका लागि अत्याधुनिक सूचना व्यवस्थापन पद्धति जस्तो कि ERP एन्टरप्राइज रिसोर्सेस प्लानिङ लाई अपनाउनमा कतै पनि दोमन गर्दैन तथा एक विश्वस्तरीय नेटवर्क तियान्सीका सबै शाखाहरू तथा त्यसका उपभोक्ताहरूलाई एक आपसमा जोड्ने गर्दछ।
यो उन्नत सूचनाहरूबाट युक्त कुशल कार्य व्यवस्था टिएनसीका प्रत्येक कर्मचारीहरूलाई एउटै छानामुनि भएको आभास गराउँदछ। टिएनसीको प्रत्येक थोकको कार्यक्षमता द्रुत तथा सरलतालाई अन्तर्राष्ट्रिय प्रबन्धन स्तर अनुसार बनाउने कोसिस गरिएको छ। कुनै व्यवसायीद्वारा शिक्षामा लगानी गर्नु भनेको एउटा सबैभन्दा ठूलो सामाजिक कार्य हो। समाजलाई उद्यमशील व्यक्तिहरू प्रदान गर्न टिएनसीले टिएनसी इन्स्टिच्युटको स्थापनाका लागि धेरै ठूलो धनराशि लगानी गरेको छ। प्रेसिडेन्ट ली जिन युआन भन्नुहुन्छ, शिक्षामा लगानी भनेको उहाँको भित्री इच्छा हो। यस उद्देश्यका लागि 33 लाख अमेरिकी डलरको लगानी गरिएको छ र सन् 2004 को अन्तदेखि तियान्जिन शहरमा यो प्रथम निजी विश्वविद्यालयको रूपमा स्थापित छ। पछिल्ला वर्षमा टिएनसीले धेरै देशका गरिब तथा विकलाङ्ग, प्राकृतिक प्रकोपका शिकारहरू, स्कुल, गैर व्यावसायिक संस्था तथा निम्न वर्गीय जनताहरूलाई थुप्रै धनराशि दान गरेको छ। सन् 2005 मा टिएनसीको सहयोग राशि र टिएनसीको शिक्षा राशिलाई एकै पटकमा सहयोग गर्नको लागि चीनका 20 वटा क्षेत्रहरूमा 20 वटा टिएनसी ह्युम्यानिटी एलिमेन्ट्री स्कुलको लागि टिएनसीले चिनिया रेडक्रस फाउन्डेसनलाई 13 लाख अमेरिकी डलर भन्दा बढी दान दिएको छ। विभिन्न राष्ट्रिय नेताहरूले प्रेसिडेन्ट ली जिन युआनलाई हार्दिक रूपमा अपनाएका छन्। टिएनसीले मानवताको भावनालाई विश्वभरि फैलाइरहेको छ। टिएनसीको व्यापारिक चिन्ह अहिलेसम्म विश्वका धेरै देशहरूमा रजिस्टर भइसकेका छन्। यसका अधीनस्थ शाखाहरू 110 भन्दा बढी देश तथा क्षेत्रहरू जस्तै अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, रूस, दक्षिण अफ्रिका, थाइल्यान्ड, भियतनाम, ब्राजिल, हङकङ, भारत, नेपाल इत्यादिहरूमा फैलिएको छ। टिएनसी अब आफ्ना छिमेकी मुलुकहरूमा रेकर्ड तोड गतिबाट आफ्नो विस्तार थालेको छ। टिएनसीको व्यापार 190 देश तथा क्षेत्रहरूमा फैलिएका छन् र सन् 2008 को सुरुवातसम्म यसका वितरकहरूको संख्या 1 करोड 60 लाख भन्दा बढी भइसकेको छ। टिएनसी पुरै संसारमा फैलिँदैछ र पुरै संसार टिएनसीको बारेमा बुझ्दैछ। यो टिएनसीको प्रथम वार्षिक सम्मेलन हो। सबै देशका प्रतिनिधिहरू समृद्ध रूपबाट दियावोवु दताई स्ट्रिटको गेस्ट हाउसमा टिएनसीको उन्नतिको बारेमा चर्चा गर्नका लागि जम्मा भएका छन्। यसै वर्ष 3 अगस्तमा टिएनसीले आफ्नो प्रथम अन्तर्राष्ट्रिय अगस्त पिन उत्सव समारोह मनायो। यो रुसको लागि टिएनसीको विशेष रेल सेवा हो। यो टिएनसीको हाई सिन्वेईदेखि मस्कोको लागि विशेष वायुयान हो। रुसका थुप्रै कार्यकारीहरू यस कार्यक्रममा सम्मिलित भए। यो समारोह यति उच्च स्तरीय तथा भावना प्रधान थियो जुन कि चीन र रुसको व्यापारिक नाताको इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय समारोहमा देखिएको थिएन। 7 मई 2001 मा टिएनसीले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन थाइल्यान्डमा गर्यो। मिस चेभली रक्षा विभागको उपमन्त्री तथा प्रधानमन्त्री र मिस सिएनआई थाइल्यान्डमा चिनिया दूतावास यो सम्मेलनमा भाग लिए। मिस माखारोभ अन्तर्राष्ट्रिय अन्वेषण तथा अन्तरिक्ष अनुसन्धान केन्द्रका निर्देशकले प्रेसिडेन्ट ली जिन युआनको प्रशंसामा भन्नुभयो, अन्तरिक्ष यात्रीहरूको लागि सबैभन्दा बहुमूल्य स्वास्थ्य सम्बन्धी उत्पादन। उहाँले अगाडि भन्नुभयो, यो संसारभरिका अन्तरिक्ष यात्रीहरूका लागि टिएनसीद्वारा प्रदान गरिएको उपहार हो। सन् 2002 मा संयुक्त राष्ट्रसँग सम्बन्धित संस्थाले टिएनसीलाई संयुक्त राष्ट्रको वितरक पुरस्कारले सम्मानित गर्यो। संसारद्वारा टिएनसी निर्मित उत्पादनहरूलाई आत्मसात गर्ने यो सबैभन्दा उत्कृष्ट प्रमाण हो। फिलिपिन्सको राष्ट्रपति मिस हारोजोले प्रेसिडेन्ट ली जिन युआनसँग भेट गर्नुभयो। इन्डोनेसियाका राष्ट्रपति तथा उप प्रधानमन्त्रीले प्रेसिडेन्ट ली जिन युआनसँग उत्साहपूर्वक भेटवार्ता गर्नुभयो। मलेसियाका राष्ट्रपतिले ली जिन युआनलाई हार्दिक स्वागत गर्नुभयो। सन् 2005 मा पेरुका राष्ट्रपति र अर्जेन्टिनाका प्रधानमन्त्रीले प्रेसिडेन्ट ली जिन युआनलाई हार्दिक स्वागत गर्नुभयो।
संसारका विभिन्न राष्ट्रका सरकारी पदाधिकारीहरूले प्रेसिडेन्ट लीलाई निकै उत्साहपूर्वक भेट गर्नु भएको छ। तियान्सी 2002 अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन सफलतापूर्वक 2002 मा बर्लिनमा भयो, जहाँ सोभियत संघका पूर्व राष्ट्रपति मिखाइल गोर्बाचोभ तथा विभिन्न देशका प्रत्यक्ष बिक्री संस्थानहरूका अध्यक्षहरूले समवेत स्वरमा तियान्सी तथा त्यसका विश्वव्यापी उन्नतिको प्रशंसा गरे। उनीहरूको विश्वास अनुसार तियान्सीको विकासशील परियोजनाहरू त्यसका विश्वव्यापी उन्नतिमा निश्चित रूपमा एउटा ठूलो लक्ष्यलाई हासिल गर्नेछ। सम्मेलनमा उपस्थित विभिन्न देशका प्रत्यक्ष बिक्री उद्योगका प्रतिनिधिहरूलाई त्यति बेला आश्चर्य भयो जब उनीहरूलाई यो थाहा भयो कि तियान्सी ग्रुपले आफ्ना वितरकहरूलाई 700 वटा लग्जरी कार, 43 वटा याच, 30 वटा हवाई जहाज र 6 वटा बंगलाहरू दिए। एक पछि अर्को तियान्सीको सफल अन्तर्राष्ट्रिय वार्षिक भेटघाट समारोहले तियान्सीको डिलरशिपमा आधारित एउटा छुट्टै व्यापार पद्धतिलाई मानिसहरूले डाइरेक्ट सेल्सको उद्योगमा बृहत रूपमा स्वीकार गरेको प्रमाणित गर्दछ। तियान्सीको डिलर बेस अत्याधिक लोकप्रिय र विविधतापूर्ण छ। चीनबाट उदय भएको डिलरशिपमा आधारित तियान्सीको अति आकर्षक पुरस्कार व्यवस्थाले विश्वव्यापी रूपमा बहुराष्ट्रिय सद्भाव सहितको लोक र सांस्कृतिक विविधताले युक्त कार्यशक्तिलाई पहिचान गर्दछ। समय समयमा भएको अन्तर्राष्ट्रिय समारोहले तियान्सी प्रतिको मानिसहरूको प्रगाढ चाहनालाई दर्शाउँदछ। आफ्नो ब्रान्ड र मेड इन चाइनाको गरिमालाई अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित गर्न तियान्सी आफ्ना गुणस्तरीय उत्पादनहरू मार्फत प्राप्त गर्न पूर्ण रूपमा समर्पित छ। आफ्ना प्रत्येक भेलालाई सुरु गर्नु अगाडि तियान्सीले आफ्नो राष्ट्रको झण्डोत्तोलन र राष्ट्रगान बजाएर देशभक्तिको प्रदर्शन गर्दछ। तियान्सीले आफ्ना 6 कम्पोनेन्ट इन्टरएक्टिभ थ्योरीका साथसाथै नयाँ बदलिदो विकासको सिद्धान्तलाई अपनाएको छ। त्यसै कारणले गर्दा तियान्सी लगातार रूपमा पारम्परिक चिनिया औषधि विज्ञानको गहिरो सम्भावनालाई आत्मसात गर्न सफल भएको छ। साथसाथै आफ्ना विविधता युक्त उत्पादनहरूको पूर्ण रूपमा उपयोग गर्दै आफ्नो डाइरेक्ट सेल सुपरमार्केटको विशिष्ट अवधारणालाई प्रतिपादित गर्दै आएको छ। तियान्सीको डाइरेक्ट सेल सुपरमार्केटले सम्पूर्ण तियान्स समूहको लागि एउटा बृहत धरातल तयार गर्नेछ। तियान्सी मेट्रिक्स जस्तो कि आविष्कारी व्यवस्थापन, प्रभावशाली लजिस्टिक, गुणस्तरमा समानता, भ्यालु एडेड सेवा र ग्राहक प्रतिको समर्पण आदिले डाइरेक्ट सेल सुपरमार्केटको अवधारणामा विशिष्ट व्यक्तिहरूको सहभागिताका साथसाथै सम्भावित ग्राहक, डिलरहरू र व्यापारीहरूको यस व्यापारमा आकर्षित गर्न लिइएको नेतृत्वले डाइरेक्ट सेल्सको इतिहासमा एउटा नयाँ युगको उद्घाटन गर्नेछ। 50,000 भन्दा बढी शाखाहरू मार्फत विश्वका 190 वटा देश तथा क्षेत्रहरूमा तियान्सीले आफ्नो सेल्स च्यानलहरूको विस्तार गरेको छ। सन् 2008 को सुरुवातको समयसम्म 1,60,00,000 ग्राहकहरूको आधार यसको दरो धरातल हो। तियान्सीले आफ्नो विशिष्ट व्यापार मोडल डाइरेक्ट सेल सुपरमार्केटको मार्फतबाट विश्व डाइरेक्ट सेल्स उद्योगमा एउटा नयाँ इतिहास कोर्दैछ। तियान्सीको समृद्धिलाई क्रमबद्ध रूपमा विकास गर्दै लैजानको लागि यसको 6 कम्पोनेन्ट रणनीतिले एउटा ठूलो छहारी प्रदान गरेको छ। आज तियान्सी आफ्नो अन्तर्राष्ट्रिय चरममा छ। तियान्सीका कर्मचारीहरू उसका विचारहरूलाई विश्वका प्रत्येक कुनामा पुर्याउनेछन्। हिजोको सपना आजको समृद्धिको रूप लिइसकेको छ। तियान्सी एक प्रकल्प संसारलाई प्रभावित गर्दै एउटा उडिरहेको सिंह विश्व परिदृश्यमा गर्जन गरिरहेको छ।